आज हामी कहाँ जाँदैछौँ त? लटा रामेश्वर। सो आज हामीहरू साथीहरू हाइकिङ जाँदैछौँ। हाइकिङ अनि भर्खर सुरुवात हुँदैछ अहिले रमाइलो छ। अब हिँड्नु थालेपछि चाहिँ अलिकति गाह्रो हुन्छ। हामी चाहिँ सर्टेन ठाउँसम्म गाडीमा, त्यसपछि चाहिँ हाइकिङ हिँडेर जान्छौँ। रेडी हो त सबैजना? भाले 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 खानै हुँदैन है, तल पनि हुनु पर्यो क्यामेरा है। ले आइपुग्यो। अन्डा पार्छ भन्छ के गर्छ ल यताबाट जाने बाटो आइपुग्यो ठ्याक्कै। त्यसपछि यताबाट जाने बाटोतिर जानु पर्यो नि, सानो बाटो छ ठ्याक्कै टिका भैरवबाट। अब यताबाट जाने बाटोमा लाग्यो होइन त। वाउ भ्यू त दामी छ। अब हामीहरू अझै टाइम लाग्छ होला। लाग्छ 2 घन्टा गाडीमै लाग्दो रहेछ 2 घन्टा त। अनि त्यहाँ जाँदा हामी आज साँझ हुन्छ होला। साँझ कस्तो भइरह रमाइलो। हाम्रो धेरै पछिको यो सक्सेस भयो। 4 साल पनि है अनि 81 प्लान भएको हिजो साँझ। सबैको बिदा, 2 जनाको छुट्टी अनि यहाँ बेरोजगारी। सबै बेरोजगारी डडबुकहरू। खाजा खाएर जानुपर्ने ताकत चाहियो नि त हिँड्नको लागि। हुन्छ पेट सन्चो भयो हुन्छ, पेट नबिगारेर। लटा रामेश्वर कति टाढो छ? गाडीमै गाडी कहाँसम्म जान्छ? त्यहाँबाट 2 घन्टा लाग्छ। सोल खाएर हिँड्न सक्छौँ साथीहरू हामीहरू। बाटो राम्रै बनायो मेन बाटोबाट नि भित्र छिराउनु पर्छ। सोल खाएर हिँड्न लागेको छौँ हामीहरू चाहिँ। कटेपछि मैले चाहिँ लिएँ है साथीहरू टोइलेट जानु। यो चाहिँ सिन चाहिँ दामी छ साथीहरू। हामीहरू त अब यस्तो फ्रेस हुन आएको आज। सबैजना फ्रेस हो त? फ्रेस फिल भइरह। काल्चे आयो। काल्चे सकस यहीँ तल सुटिङ गर्छन् कि हामी सकस सिरियल हेर्छौँ कि। त्यो बाटो फर्किने मिल्छ नेपाली के त्यो उसको के अरे राजु मास्टरको यहीँदेखि होइन जानु काल्चे सकसको यहीँदेखि हो कि। लटा रामेश्वर प्रवेशद्वार। बाटो चाहिँ कस्तो छ? यो बाटो हुँदै आउनु होला तपाईँहरू पनि। सो हामीहरू चाहिँ आइसकेको छौँ। यहाँ चाहिँ फास्ट ट्र्याक बन्दै रहेछ कि है। यो कहाँबाट कहाँ निस्किने बाटो। सबै रेडी हो गाइज? अब हिँड्नमा एकदम आतुर छौँ हामी। अनि यहाँ चाहिँ गाडी पार्क गरेर जानु पर्यो माथि छ कि छैन भनेर। अनि यहाँ चाहिँ सिमलको यो कस्तो हुन्छ अरे सानोमा हामीले यो बजाउँथ्यौँ नि। कोले तैँले बजाइस् किन सुस्त? हामीले यो बच्चा क्या यहाँ पिपिरी हुन्छ यो होइन र अर्को यो होइन ए यसको चाहिँ यो के औषधि हुन्छ अरे कि। अलि यता जानु ब्याग गएर हो। सो अब हामी लट्टेश्वर के अरे लटा रामेश्वर जाँदैछौँ साथीहरू। एक्साइटेड गाइज। हाम्रो यात्रा सुरु भयो है। लटा रामेश्वर हामी आउँदैछौँ। ल सुरु भयो हाम्रो यात्रा। गाडी चाहिँ यहाँ राख्यो। कस्तो दामी हो माइ। ल आज 1-2 केजी घटिनु भयो। कस्तो रमाइलो। लगायत हामी अब लटा रामेश्वरतिर लाग्यौँ। सबै हाइकिङमा टक्क लाएर यसरी हिँड्दैछन् केटकेटीहरू। ल यसरी पुरै ट्रेलमा टक्क लाएर यसरी यात्रा सुरु भएको छ हाम्रो। 2.5 घन्टाको यात्रा छ। यसरी पुरै हाइकिङको सुज लगाएर, कोहीले गोल्ड स्टारको सुज लगाएर, कोही क्याप स्याप लगाएर पुरै यसरी हिँडेका छन्। साथीहरू रोड चाहिँ यस्तो दामी छ।
हाम्रो पछाडि साथीहरू चाहिँ आउँदै हुनुहुन्छ हामीहरू यस्तो भएर इन्जोइङ जान खोल एकदम ठिक छ यहाँ चाहिँ आर्मी ब्यारेक रहेछ हाम्रो भर्खरै सुरु भएको अझै लाग्छ 2 घन्टा लाठी पनि बनाइसकेको छैन सब आफ्नो तालमा कोही शीतल खोज्दै कोही के खोज्दै डाँडा हरियाली यस्तो छ सो गाइज हामीहरू चाहिँ खास बाइकहरू चाहिँ यहाँसम्म ल्याउनु मिल्दो रहेछ हामीहरू चाहिँ गाडीमा आएको भएर गाडी चाहिँ तलै राख्यौँ सेफको लागि यहाँ अलि बाटो अप्ठ्यारो रहेछ सो अब यहाँदेखि चाहिँ यात्रा सुरु भयो कस्तो राम्रो रहेछ ठाउँ चाहिँ है कस्तो छ अब देखाउँछौँ हजुरहरूलाई पनि हामीहरू लास्टै गर्मी रहेछ कि आज ल यहाँदेखि रहेछ लटारामेश्वर स्कुल रहेछ यहाँ यहाँ सर्टकट बाटो पनि छ अरे सोध्दै हुनुहुन्छ हाम्रो टोलीहरू दमदारको साथ यहाँ त हेर्नुहोस् सेकेन्ड थर्ड कति मिनट हिँड्यौँ हामीहरू 10 मिनटमै 10 होइन 20-25 मिनट भयो हो र ल आधी घन्टा हिँड्यौँ तर लास्टै तेरो पनि पिङ्क फेस र क्याप सेम भा म तिमी त पुरा यो कलर भएको सेम कस्तो भोका रहेछ ल हामीले हल्का खाएर बल्ल आमा आधा घन्टा हिँड्दैमा कस्तो दामी आएको बाबा खासिम त कुकुर पनि हिँड्नु सक्दैन बुई चढा यता यस्तो बाँधेर लास्टै थक्ला हामी लगभग 1 घन्टा जति हिँड्यो होला अझै यो अझै आएको छैन यो त भर्खरै त लटारामेश्वर लट्टेराम हामी चाहिँ प्योर अर्ग्यानिक गाउँमा आइसकेको छौँ कस्तो फिल भइरहेछ एकदम रमाइलो एकदम के केहीको ऊ छैन कि जस्ट वाउ यहाँ त फार्मै रहेछ कसलाई कति है कस्तो रमाइलो कि वाउ कस्तो भइरहेको गाइजहरू जानु कस्तो भइरहेको अब ठ्याक्कै 1 घन्टा लाग्छ अरे हामीहरूलाई चाहिँ 1.5 घन्टा लाग्छ 2 घन्टै लाग्छ 1.5 घन्टा हिँड्नु कस्तो भाल्यो म त यो बाटो हिँडेको छैन म त कहाँ आइपुग्यो जस्तो लाग्थ्यो धन्न यहाँ आएपछि नि थाहा भयो 1.5 घन्टा हिँड्नु पोखराबाट हजुर पहिला पहिला कताबाट आउनुभयो यहाँ बस्यो भने मोटरसाइकलमा आएको यहाँसम्म आयौँ अनि नम्बर 3 पोहोर 1 वर्ष 2 वर्ष भयो होला यहाँ आएर 69 030 फेरि 030 हजुर यति मात्रै हो कस्तो कति रमाइलो ओहो सुच्छावा ओ नि भिडियो बनाऊ मुख धुन आउनु साथीहरू खै त साउन्ड आएन रेडी हो साथीहरू रेडी हो मैं तो थक गई मैं तो फिर से थक गई म बनाउँदा साथीहरू हामीहरू चाहिँ इन्ट्री गरिसकेको छौँ खास मेन यहाँसम्म चाहिँ बाइकहरू आउँछ तर हामीहरू चाहिँ हिँडेर आएको तलसम्म सो अहिले चाहिँ यहाँदेखि सिडीहरू छ अरे सो हेर्दै जाउँ कस्तो छ हामी पनि फर्स्ट टाइम नै हो कस्तो दामी यहाँ भाइ यो चाहिँ सर्टकट जानुभयो बाटो हामीहरू चाहिँ रमाइलो हुँदैछ है रमाइलो नगर्ने मजाले आउने कि नथापा कसरी इन्जोय गर्दै आउनु हेलो गाइज साथीहरू यस्तो दामी सुहाना मौसम छ कि सरी यसलाई चोट लाग्यो लट्ठीले
माथि जान सक्यो भने यसलाई बिस्कुट किनिदिउँ भने हामीले जान आउनु अहिले थालम लाउनु प्रदीप दाइ उहाँ गइसक्नु भयो अर्को हाम्रो 2टा बडीगार्डहरू आइरहन् के कालेहरू इन्जोय इन्जोय फ्रेस फिल भयो भाइ साथीहरू हाई गर्दै जानु जानु लास्ट हुनुभयो अहिले जानु के भयो फुल योबाट हालौँला पछि खिचेर हो थालिदिनु त्यो हाम्रो भिडियोहरू टिकटकहरू थालिदिनु साथीहरू वाउ सुशीला जन्नतमै पुगे जस्तो भयो साथीहरू ला हो ला आजको दिन हामीले लट्टेराम के अरे लट्टरामेश्वर महादेवलाई सुम्पिनेवाला छौँ किनकि आज बिहानदेखि नै 7 बजीदेखि हिँड्यो नि त हामीहरू अहिले चाहिँ 11:30 भइसक्यो सो हामीहरू यहाँ आज इन्डोर प्लान्टहरू लगेर जानुपर्छ हेर्न जानु चाउचाउ खाँदै हिँड्नु पऱ्यो अब यिनीहरू हेर नि यिनीहरू साथी हाम्रो एक्कासी हावा हुरी पानी पर्न आँटिरहेको छ गुराँस चाहिँ कतै कतै रहेछ अब चाहिँ आधा घन्टा जति लाग्छ होला सायद 2 जना चाहिँ तपाईँ हामीहरू यहाँ यस्तै स्यासै हुनु कि उकालो गुराँसको बाटो वाउ मेरो लागि बिछाइदिएको जस्तो भयो त्यो त एक्कासी हावा हुरी आयो हामीहरू चाहिँ यहाँ छौँ साथीहरू अब ताली नाजुकै भयो हाम्रो त तिमीहरू चाहिँ बस्नु न यस्तो मौसम यहाँ मिलेर रहेछ जानी चाहिँ हामी कता हो जानी चाहिँ यता रहेछ हजुर हुन्छ चिया चिया खाँदै अब त्यसपछि हामीहरू एकदम राम्रो है भित्र सेफ हामी तलदेखि हिँडेर आएको रहेछौँ है सो हामीहरू चाहिँ अब पुग्नै आँटिसकेको छौँ यहाँ टिकटक चलिरहेको छ हाम्रो चाहिँ अब एकदम मौसम अघि कस्तो थियो कि है एक्कासी खुल्यो फेरि है हामी चाहिँ लक्की रहेछौँ त्यो सिनहरू भयो सो अब मन्दिर चाहिँ आइपुग्न लागेछ हामीहरू ठुस्कुमारी हुने ठुस्कुमारी यहाँ आइपुग्यौँ है साथीहरू कस्तो भयो त यात्रा त्यो सिडीबाट झर्दै झर्दै आउने यहाँ भगवान् प्रभु टनेल चाहिँ ऊ तल पनि ए उताबाट यता निस्किने रहेछ क्या जानु बढ्यो यहाँ चाहिँ जुत्ता खोलेर यहाँ गुफा हुनु गुफाभित्र यहाँ चाहिँ सती भगवान् हो कि पार्वती भगवान् सती देवी हो कि पार्वती भगवान् हो लट्टा झरेको भएर उहाँको त्यही भएर यो ठाउँको नाम लट्टेस के अरे लट्टेश्वर लटारामेश्वर राखिएको रहेछ है सो अब चाहिँ हामीहरू पूजा गर्छौँ है
बेल गुफा खिच्न पाउँछ कि नै मैले खिच्दिएँ है अनि चाहिँ हामीले गणेशजीको पूजा गऱ्यौँ टक्क यहाँ यस्तो ठाउँमा आउनु त यस्तो दामी ठाउँ हामी चाहिँ एकजना मात्रै छिर्न मिल्दो रहेछ भित्र चाहिँ जानु लाउनु जाऊ फुल छैन एउटा नि फुल छैन एउटा जाऊ जाऊ यस्तो ठाउँ छ यस्तो बोबाल ठाउँ ल साना आइज छिटो पाउनुहोस् सेन्चुरी के अरे पर्बु नपाइयो प्रभुको ठाउँमा आएर एउटा भिडियो गरेन छिटै पर्बु नपाइयोस् पो लाग्यो त अहिले त अघि कस्तो लक्की फिल भएको फाइनली ओ दाइलाई खिच्न पठाउनु पर्ला एउटा कस्तो राम्रो आएको हामी पूजा गरेर आइसक्यौँ अहिले चाहिँ गाइजहरू सबै दौड्यो भोक लागेर होला गयो आइज म चाहिँ हेरेको कस्तो पनि होइन यो भर्खर त झरे आज ताजै छ हेर्न कस्तो दामी देखा जाने दानु फर्स्ट टाइम खाएको कस्तो भइरहेको मिठो लाग्यो नि जानले अहिलेसम्म खानु भएको थिएन कि मैले त्यहाँ झरेर खाएको औषधीको हो क्या यो फुलको त्यो औषधी पनि हुन्छ यसको तपाईँले थाहा कि नै तपाईँको माछाको काँडा अड्क्यो भने यसको पात सुकाएको खानुपर्छ निस्किन्छ जति औषधी गर्नु निस्किँदैन यसको चाहिँ निस्किन्छ त्यो पात खायो भने चाहिँ काँडा निस्किन्छ त्यही भएर यो घरमा लाउनु एउटा पकाएर खाने होइन कहिले माछा खाँदा अड्क्यो भने काम लाग्छ क्या यो लैजानु है चटपटे सो हामी चाहिँ दर्शन गरेर आइसकेको छौँ कस्तो भयो साथीहरू मेरो डान्स प्रस्तुति पनि भइसक्यो अब यिनको डान्स पर्फर्मेन्स भइसकेको छ हामी चाहिँ चटपटे यिनीहरू सुत्दा हामीहरूलाई कुरेर बसिरहेको छन् कि हेलो साथीहरू तिमी कुरेर बसेको हो म त जान्छन् होला भने सोचिरहेको थिएँ यहाँ चाहिँ गुराँस छ टक्क गुराँस चाहिँ एकदम अप्ठ्यारो ठाउँमा मात्रै हुने क्या झटपटी खाने खाना तल भनेको छ खाना तल खाने अनि मन्दिर चाहिँ त्यहाँ सो साथीहरू हामीहरू चाहिँ चटपटे खाँदै तल झर्दैछौँ अब खाना खाने ठाउँमा कसले आयो भनेको अघि त नकराउनु भने होइन ल अब यस्तो ओह्रालै हो के हो त्यो के थियो क्या त्यहाँ अब हामीहरू आइपुग्न खाना खाने ठाउँमा ओइ काली यिनीहरू त दिनको कतिचोटि जान्छन् होला एकचोटि यस्तो मजा फ्रेस भयो सब सुज खोलेर बसिराखौँ हामीहरू ओह्रालोमा त कस्तो गाह्रो हुने क्या त्यो एकैछिन जति खायो त्यति मिठो हुन्छ
आयो जानु ल अब हामीहरू लाग्यौँ तल डेस्टिनेसनतिर हामीहरू चाहिँ अघि आएको ठाउँमा खाना खान आइपुगेको छौँ ओए एकदम रमाइलो भइरह रमाइलो एकदम अब हामी टक्क यहाँ बसेर खाना खान्छौँ ल हेर्नु न यहाँ कति मजा यिनीहरूको लाइफ ओहो नि ल कस्तो भइरहेको अब खानाको तयारी हुँदैछ आमाले खाना हाल्दै हुन्छ मकै हाल्ने टक्क हाम्रो खाना हुँदैछ टक्क अझै खाना खाँदै हुन्छ सनु खाऊ है रोक्नु ए यहाँ छ है एकछिन हेरौँ ल दुई ठाउँमा मात्रै हो मासु ल खाऊ है खाऊ टक्क यहाँ ल कस्तो फ्रेस फिल भएको के हो बाजेहरूलाई ल खायौँ है कस्तो छ कसले सिस्नो खानुभएको छ सिस्नो हामी चाहिँ अर्ग्यानिक सिस्नो लगाएर जाँदैछौँ घरमा यसरी टिप्नुपर्छ नत्र यहाँ पोलिहाल्यो मेरो सिस्नोले अर्ग्यानिक चिस्नो अर्ग्यानिक गाई हामी आफ्नै ल मेरो मैले छु गरिसकेँ हामी आज आफ्नै करिसाबारीको सिस्नो टिप्दैछौँ साथीहरू खाने भाइ आउनु होला हजुरहरू पनि बुनुको छोरी प्यारी मेरो कलौटी छोरी एउटा कस्तो राम्रो फुलाएर ल बाई तिमीहरूलाई ल चलो हामी खाना खाएर अब हाम्रो तल गाडी राखेको डेस्टिनेसनतिर लागेको छ ब्याग तिनटै आयो तिनटै मोबाइल ब्याग सबै आयो ब्याग बिना त बाँच्न सक्दैन मोबाइल बिना बाँच्न सक्दैन यहाँ हातले बोलेको छिटा छिटीहरू चलो भात खाएर पावर आयो भात पावर 24 आवर अझ थप्थे ए जस्तै हामी त हिँड्न नसक्ने भयो अम्ला दुखेर आमा हो के गरेको यस्तो लापरवाही लास्टै अब लास्ट हामी आइसक्यौँ साथीहरू यत्रो बाटो कसरी हिँड्ने होला जस्तो हुने कि हामी कति लाग्यो 4 घन्टा 4 घन्टा 10 बजीदेखि हिँडेको अहिले कति भयो 4 भयो सो गाइज हामीहरू चाहिँ अब यहाँदेखि निस्क्यौँ पुरै खुट्टा दुखेर कोही हिँड्न सक्ने अवस्थामा छैनौँ हामीहरू बस ल सक्यो हाम्रो डेस्टिनेसन अब हिँड्ने कस्तो छ हालत खुट्टाले दुखेछ यो औँलाहरू खुट्टाको